दर्शकवृन्द, आज हामी लिएर आएका छौं पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाको डिभोर्सको विषय। Looking at something that I was supposed to do. मिसेल ओबामा किन गायब भइन्? मिसेल किन बाराक ओबामासँग टाढा भइन्? के भन्छन् बाराक ओबामा आफ्नी पत्नीको विषयमा? ओबामाले के गल्ती गरेका थिए? आउनुहोस् चर्चा गरौं यस विषयमा। पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाको सम्बन्ध विच्छेदको खबर बाहिर आएको छ। यसैबीच मिसेल ओबामाले यस हल्लाबारे आफ्नो प्रतिक्रिया व्यक्त गरेकी छिन्। And I chose to do what was best for me. अभिनेत्री सोफिया बुशको पोडकास्टमा बोल्ने क्रममा मिसेलले विगतमा धेरै महत्त्वपूर्ण हाई प्रोफाइल कार्यक्रमहरूमा आफ्नो सम्बन्ध विच्छेदका कारण नभएर उनी आफ्नै लागि समय निकाल्न अनुपस्थित रहेको बताएकी छिन्। बाराक ओबामा र मिसेल ओबामालाई धेरैले एक आदर्श जोडीको रूपमा लिने गर्दछन्, तर विगतमा मिसेल ओबामा धेरै उच्च प्रोफाइल राजनैतिक तथा अन्य कार्यक्रमहरूमा देखिएकी थिइनन् अथवा उपस्थित भएकी थिइनन् जहाँ बाराक ओबामा एक्लै सहभागी भएका थिए अनि विश्वले यी कुराहरूलाई शंकाको दृष्टिले हेरिरहेका थिए। यसले गर्दा उनीहरूको सम्बन्ध विच्छेदको हल्लालाई थप बढावा मिलेको थियो। समाचार तथा सोशल मिडियाहरूमा यस्ता हल्लाहरू भएका थिए। मिसेल ओबामा राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा पनि उपस्थित भएकी थिइनन्। गत जनवरीमा पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टिमा पनि बाराक ओबामा एक्लै गएका थिए। मिसेल अनुपस्थित थिइन्। ओबामाले पनि हालै आफ्नो राष्ट्रपतिको कार्यकालमा श्रीमतीसँगको सम्बन्धमा पर्याप्त ध्यान दिन नसकेको स्वीकार गरेका थिए। ओबामा र मिसेलले आफ्नो पुस्तक मेमोइर बिकमिङमा आफ्नो राजनैतिक करियरको समयमा उनीहरूको सम्बन्धमा केही खटपट भएको उल्लेख गरेका थिए। यी घटनाहरूमा मिसेलको अनुपस्थिति सम्बन्ध विच्छेदको कारणले नभएर व्यक्तिगत समयको आवश्यकताले भएको उनले बताएकी छिन्। ओबामाले पनि आफ्नो व्यस्त राजनैतिक जीवनका कारण दाम्पत्य जीवनमा चुनौती आएको स्वीकार गरेका छन्। दर्शकवृन्द, तपाईलाई कस्तो लाग्छ? श्रीमान अति व्यस्त भएमा अथवा श्रीमती अति व्यस्त भएमा एक अर्कालाई समय दिन नसकेमा यस्तो समस्या आउनु सामान्य हो कि होइन? पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको यो यथार्थ घटना कस्तो लाग्यो? कतै हाम्रो जीवनमा पनि यस्तो भइरहेको त छैन? कृपया कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया लेख्न नबिर्सनुहोला। धन्यवाद।